यसको अन्तिम दाह संस्कार। सुदन किरातीले पूर्व राजा ज्ञानेन्द्रको टाउको भुइँमा झर्न सक्छ भन्दै मूर्ति चोरको हुन्, भाइ माराको हो। राजालाई त देखि पो सकेन नि त, कोहीले फोटोमा आगो लाउँछन्। ज्ञानेन्द्र शाहको फोटो मैले चलाइदिएको, यसको आज यसको अन्तिम दाह संस्कार, अन्तिम दाह संस्कार गरेको छु। यसको अन्तिम दाह संस्कार। अल्लाह साला गधा, अझ जल्छ यसको टाउको साउको सबै छ। हैन आग्रह गर्न लाज छैन, घिन छैन। कोहीले आफ्नो परिवार मारेको भन्छन्। मूर्ति चोरको हुन्, भाइ माराको हो, भाइ माराको हो। आफ्नै वंश मास्नेले चाहिँ आएर अहिले फेरि दाग लगाउन मिल्छ। कोहीले मुन्टो छिनाइदिन्छु भन्छन्। सुदन किरातीले पूर्व राजा ज्ञानेन्द्रको टाउको भुइँमा झर्न सक्छ भन्दै चेतावनी दिएपछि अरे यार, राजालाई कति चाहिँ गरेको क्या, कति देखिन सकेको। सबैजना यो भ्रष्टाचारीहरू चाहिँ जलिसक्यो क्या। अब राजा आयो भने त हाम्रो जागिर जाने पर्यो, हाम्रो कुर्सी जाने पर्यो भनेर चाहिँ सबै मिलिसक्यो क्या। बडा विचार हेर, राजाको फोटो जलाएको छ, कोहीले के गरेको छ यार। त्यतिसम्म नगर न यार। जिउँदै राजाको फोटो जलाएको छ, कोहीले मुन्टै भुइँमा राखिदिन्छु भनेको छ, कोहीले के मार्छु भनेको छ यार। राजालाई त देखि पो सकेनन् त यार। देशको एउटा इज्जतलाई पनि देखिसकेनन् हौ। देशै राजाको हो यार, राजालाई किन त्यति साह्रो खेदो पाइलो गरेको क्या। अब प्रचण्डले भन्छ भाइ मारेर आएको, मूर्ति चोर हो, यता त्यता भन्छ यार। राजालाई कति चाहिँ खेदो पाइलो गरेको क्या हाम्रो राजालाई यार। सारा जनताले त राजा चाहन्छ नि त, राजालाई मन पराउँछ, राजालाई माया गर्छ, राजा आओस् भन्न चाहन्छ। तर यो भ्रष्टाचारीहरू चाहिँ मिलेर सबै राजालाई चाहिँ अहिले जडैदेखि उखालेर फ्याँक्ने उयो गर्दैछन्। पहिलाको जस्तो राजाको वंश नाशै गर्ने यिनीहरूले सम्भावना चाहिँ ठुलो रहिसक्यो हो क्या। बडा बिचराहरू त राजाको अनि यस्तो खुल्लामा खुल्ला भनिरहेछ, मुन्टो भुइँमा झारिदिन्छु, कोहीले भन्छ मूर्ति चोर, यस्तो यस्तो आरोप लगाएको छ नि। राजालाई त देखि पो सकेन नि त यार यो भ्रष्टाचारीहरूले त। सुध्र्याओ न यार, सुध्र्याओ कि आफूले सुधाराओ नेपाल, कि राजालाई द्याओ। सक्दैनौ भने अमेरिकाले त्यत्रो $20 मिलियन दिन आँटेको थियो, त्यो पनि क्यान्सिल हानु। भ्रष्टाचारीहरू छन् नेपालमा त भन्दै त्यति साह्रो बेइज्जत भइसक्यो यार। कहाँदेखि कहाँ। पहिले राजा हुँदा कति चाहिँ सम्मान थियो, कति रेस्पेक्ट थियो क्या। अहिले त्यो रेस्पेक्ट सम्मान कता गयो। खोइ हाम्रो देशको इज्जत, त्यत्रो गुलाम नभएको देश, दुनियाँले चिनेको देश, अनौठो देश, खोइ त्यो हाम्रो देश कहाँ गयो। नेपालीको बुद्धि अझै पनि आएन भने कहिले आउँछ क्या। सरकारले नै राम्रो गरे त हामीलाई राजा किन चाहियो। राजा त्यत्तिकै नि बसिरहेछन्, खाइरहेछन्। सरकारले राम्रो काम गर्नु पर्यो नि त। हामी राजालाई किन बोलाउने। सरकारले नै काम गरोस् न, राजाले गर्ने सबै गरोस्, ओके छ। अनि राजालाई चाहिँ देखि नसक्ने हो त। तपाईहरू यसको बारेमा के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु होला। राजा कि राष्ट्रपति।